जस्तो छ त्यो पोखरी एकदम पानी बढेर एकदम राम्रो भएपछि अनि त्यो अहिले यो टिब्लिन बासबाट छोकिए भने चाहिँ त्यो पानी बढेकोले भन्थ्यो कि पानी बढ्यो पोखरी बढेको भन्थ्यो त्यस्तो नाम छोकियो भने अनि पछि चाहिँ उहाँ चाहिँ अनि उहाँको दिमाग एकदम राम्रो भएको थाहा पाएपछि अनि त्यहाँको राजा टिसौदेवजीले उहाँ चाहिँ रानी माहेश्वरी बिहा गर्नुभएछ। बिहा गरेपछि त्यहाँ अब भोटमा गुरुपदमा सम्भव आउनुभयो अनि त्यहाँ धेरै पण्डित आउनुभयो। सबैले धर्मदेशन चाहिँ उहाँको दिमाग यति राम्रो जति के अरे टिचिङ गरेको एउटै नभयो त्यस्तो खालको। त्यस्तो हुँदाखेरि चाहिँ अनि राजाले चाहिँ के अरे गुरुपदमा सम्भव वाङ थापेर अभिषेक थापेपछि अनि अभिषेकको हामीले अब दान भन्छ नि दान चढाउनु भन्छ नि भेटी भन्छ नि हो त्यो भेटीको साटै अनि उहाँले चाहिँ उहाँले अरू पनि के अरे रानीहरू थियो अनि उहाँ चाहिँ एकदम धर्ममा धेरै ज्ञान भएको र धर्मतिर एकदम इन्ट्रेस्ट भएको हुँदाखेरि चाहिँ गुरुपद्मसम्म चढाइदिएछ। चढाइदिएपछि अनि त्यहाँबाट चाहिँ गुरुपद्मसम्म भएर यसरी सकेर चाहिँ डाँगिन्छ माथि एउटा समय चिम्बु भन्ने माथि लेक छ त्यहाँ धेरै ध्यान गर्ने ठाउँ छ। समय मनस्वी तल अलिक तल छ समय चिम्बु माथि पाहाडमा छ त्यहाँ ध्यान गरेर बसेछ। अनि त्यहाँको अब धर्मलाई मान्न पर्ने दुईवटा छ एउटा बुद्ध धर्मतिर आउने एउटा चाहिँ नन बुद्धिस्टहरू छ। अनि नन बुद्धिस्टहरू चाहिँ अब यो यसरी सकेर चाहिँ यसले चाहिँ एकदम लाज पऱ्यो आफ्नो राजाको के अरे राजा हुँदै हुँदै पनि यो अरूसँग गएर यसले बेइज्जती गर्यो। यसलाई चाहिँ अब यो माथिबाट आउँछ भनेर सुनेछ अन्त चाहिँ बाटोमा गएर यसलाई चाहिँ कुटेर हामी पिटेर केही गरौँ भनेर सबै सल्लाह गरेर गएछ। जङ्गलमा माथि बाटोमा पल्टेर बस्दाखेरि अनि यो कुरा चाहिँ अब यो त अब यसरी सकेर र गुरुपद्मसम्म त भविष्य बानीहरू सक्छ नि अरूको मन के छ थाहा हुन्छ उहाँलाई थाहा भएपछि अनि यसरी सकेर चाहिँ अनि गुरुपद्मसम्मले यस्तो एउटा टक्कै समातेर एउटा लट्ठी हुन्छ नि यस्तो एउटा खटम भन्ने यस्तो त्यस्तो हो त्यस्तोमा त्यसको रूपमा परिवर्तन गरेर चाहिँ उहाँ चाहिँ लट्ठी टेक्दै आउनुभएको छ। आएपछि तल आएपछि त पद्मसम्म एउटा मात्रै देख्यो त्यहाँ त हिजोसकेको छैन अनि उनले केही भन्नु सकेन। अनि सँगसँगै त्यहाँबाट उहाँले ढोकेर अनि सँगसँगै गफ गर्दै गर्दै तल समय मनस्वीमा आएपछि एकजनाले हजुर आज यो हिजो छोडेर किन नआएको भनेको छ कि उहाँले त होइन आउँछ सँगै आउँछ भन्नुभयो। होइन हामी त देखेँ त हजुर भने अनि उहाँले त्यो जुन हातमा भएको लट्ठी छ नि टक्कर हाल्दाखेरि जस्तो त्यहाँ आइहाल्यो कि गर्दा सबै छक्क पढेर नि सबैले चाहिँ सरी भनेर धर्मदेश के अरे उहाँले चाहिँ अब पाप गर्नु पऱ्यो भनेर उहाँले ढोकेर त्यसरी त्यस्तो भएको कहानी छ। त्यसरी हिजो छोडेर यहाँ नेपालमा आउनु भएर यहाँ धेरै वर्ष यहाँ पनि धेरै प्राणी गीत गरेको कहानी छ कि अनि आउँदाखेरि अनि अब चोट ढाकाले पक्रेछ अनि उहाँले एउटा मन्दिर यसो असिलो छर्दाखेरि सबै ढुङ्गा जस्तै गरेर बसेको छ। अनि पछि फेरि बिचरा भनेर फेरि आसिथल मान्छे जस्तो भएपछि अनि उनीहरू सबैले ढोकेर कहानीहरू छ। पछि उहाँकै चेला भएको छ। अनि कोही चाहिँ फेरि अब मरेको जुन लास छ नि हो त्यो लास चाहिँ अब उहाँले चाहिँ सुनमा परिवर्तन गरेको त्यस्तो कहानीहरू छ। त्यसो धेरै कहानी छ अब उहाँको। अनि भोटमा जति गुरुपद्मसम्मले चाहिँ धर्मदेशन भयो त्यो सबै उहाँले लेखेर अनि यो नीति भन्ने धर्मनीति छ नि त्यसरी लुगा राखेर भविष्यमा अहिले पछि बिस्तारै गरेर चाहिँ यसरी चाहिँ चेलाहरूले निकाल्दै प्रचार गरेको त्यस्तो कहानीहरू पनि छ हो। त्यसो चाहिँ आज चाहिँ यो हिजो छ यो अब गुरुपद्मसम्म र उहाँ चाहिँ एउटै रूप हो। उहाँ गुरुपद्मसम्म कहिले नि उहाँको शरीर त्याग्नु हुँदैन अनि इन्डियामा मन्तरा भन्ने एउटा भाषा अनि भोटमा चाहिँ हिजो सक्यो उहाँको शरीर त्याग्नु हुन्न। गुरुपद्मसम्म शरीर चाहिँ जबसम्म बुद्ध सबै प्राणी चाहिँ बुद्ध ज्ञान प्राप्त हुँदैन त्यतिसम्म उहाँको शरीर त्याग्दैन भन्ने छ। जस्तै शाक्यमुनि स्वयंले त हामी जस्तो पापीको अगाडि देखाएन उहाँले त अब के अरे 80 वर्ष 82 वर्षमै उहाँ के अरे परिनिर्वाण भएको देखायो नि। तर गुरुपद्मसम्म उहाँको शरीर चाहिँ यो सञ्जरको प्राणी जति सबै बुद्ध ज्ञान प्राप्त गर्ने भनेपछि उहाँको शरीर त्याग्दैन भन्ने छ। अहिले पनि त्यति छ बेला बेलामा उहाँको ब्लेसिङ पर्छ हामीले सधैँ उहाँको प्रार्थना गऱ्यो भने यो जुन हिजो सकेर र गुरुपद्मसम्मलाई हामीले प्रार्थना गरेर चाहिँ यो कलियुगको व्यक्तिहरूलाई चाहिँ त्यो धेरै फाइदा हुन्छ र उहाँको आशीर्वाद चाहिँ जस्तै हामीलाई के अरे परालमा आगो बलेर एकदम